जिन्दगी सबै दुःख छन् आफ्नो जिन्दगीदेखि। कसै न कसैको जिन्दगीमा दुःखहरू धेरै छन्। कोही पैसाको लागि, कोही गर्लफ्रेन्डको लागि, कोही बेरोजगारीको लागि, त कोही आफन्तहरूको लागि। अजीब र बेग्लै छ यो जिन्दगी। यहाँ मान्छेले सोचेको जस्तै कहिले हुँदैन। जो मान्छेले गर्न चाहेको हुन्छ त्यो कहिले पुरा हुँदैन, किनकि यो जिन्दगीको रोल नै यस्तै छ। यहाँ मान्छेले कहिले पनि तिम्रो जीवनको लक्ष्यलाई पुरा हुन दिँदैन। यदि तिमी केही राम्रो काम आफ्नो जीवनमा गर्न लागेका छौ भने तिमीलाई तल गिराउनेहरू धेरै छन्। यदि तिमी कसैको मनदेखि सहायता गर्न चाहन्छौ भने त्यसैले नै तिम्रो निम्ति गड्डा खोदेको हुन्छ। यहाँ कसैलाई आफ्नो नमान, त एक्लै आएको थिइस् र एक्लै जाने हो। इज्जत गर त मान्छेले तँलाई पनि इज्जत गर्नेछन्। हर एक छोरा र छोरीको सपना हुन्छ कि आफ्नो जिन्दगीमा केही बन्नु छ। तँलाई जति पटक जिन्दगीले गिराउन खोज्छ त त्यति नै पटक आफूलाई उठाउन सिक। याद राख, जित त्यसैको हुन्छ जो हारेको छ। जिन्दगीमा सफल त्यही मान्छे हुन्छ जसले ठोकर खाएको छ। जिन्दगीमा जति तुफानहरू आउँछन् आउन दे, जति हुरीहरू आउँछन् आउन दे, जति कष्टहरू आउँछन् आउन दे, तर त हार नमान। पहिलोचोटि आफ्नो काममा कोही सफल हुँदैन। जति पटक गिर्छस् उति पटक उठ्न सिक। दुनियाँलाई भन्न दे, मान्छेहरूलाई भन्न दे, तिनीहरूको काम नै हो यो। जसले तँलाई जे भने पनि तिनीहरूलाई अहिले केही जवाब नदे। जवाब तैँले गरेको मेहनतले दिन्छ, तैँले गरेको परिश्रमले दिन्छ, जवाब तैँले गरेको कामले दिन्छ, तेरो ट्यालेन्टले जवाब दिन्छ। जब जस मान्छेको अगाडि आज त आफ्नो टाउको झुकाएर हिँडेको छस् नि, आफूलाई यस अयोग्य बना, यति कठोर बना, यस लायक बना कि एक दिन त्यही मान्छे तेरो अगाडि टाउको झुकाउनेछ। मेरो भाइ, यो जिन्दगी हो, यहाँ धेरै कुराहरू झेल्न पर्छ। सफलता कहिले पनि भरेन आउँदैन। त्यसैले मेहनत गर। आजदेखि आफ्नो जिन्दगीमा अगाडि बढ। याद राख, जब त आफ्नो मन्जिलको करिब छस् भने नि तब धेरै मान्छे हुन्छन् तँलाई तेरो मन्जिलको करिब नपुग्न दिने। धेरै मान्छेहरू हुन्छन् तँलाई गिराउन खोज्ने। धेरै मान्छे हुन्छन् तँलाई भट्काउने। हामीहरू सुन्दै आएका छौँ कि हाम्रो पुर्खाहरूले भन्ने गर्छन्, कुरा सुन्नु सबैको, तर दिमाग लगाउनु आफ्नो। त्यसैले कुरा त सबैको सुन, त्यो कुरा गलत हो या सही, राम्रो हो या नराम्रो, छुट्याउने काम तेरो हो। त्यसैले आजदेखि आफ्नो जिम्मेवारीलाई उठा र हिँड। हेर, सफलताले तँलाई पुकारिरहेको छ। यो जिन्दगी र सफलताको बिचमा धेरै परेशानी र कष्टको सामना तँलाई गर्नु छ। र आफ्नो जिन्दगीमा सबभन्दा पहिला आफ्नो आमा र बुवाको आशीर्वाद लिएर सुरु काम गर, किनकि आमा र बुवाले दिएको आशीर्वादभन्दा ठुलो अरू केही पनि होइन। त्यसैले आफूलाई यस्तो बना कि तैँले दुनियाँलाई पुकार्ने होइन, दुनियाँले तँलाई पुकारोस्। जिन्दगीमा कहिले पनि आफ्नो आमा बुवाको इज्जतलाई तल नहुन दे, किनभने जिन्दगीमा सबै थोकहरू पाइन्छ, तर एक पटक इज्जत गयो भने नि गाह्रो पर्छ फेरि इज्जतलाई बनाउन। मलाई आशा छ, मलाई विश्वास छ, आजदेखि त आफ्नो जिन्दगीमा केही गरेर देखाउने छस्, ठुलो मान्छे बन्ने छस् र एक दिन आफ्नो आमा बुवाको नामको साथसाथ धेरै काम गर्नेछस्। जय नेपाल।